तपाईहरुको झण्डामा त्यो लामो लामो दारी भएका 3 जना नेपाली हुन्, जुम्ला हुम्लामा जन्मिएका नेपाली शहीद हुन्। हुन त तपाईहरुले आजसम्म जनतालाई यही भ्रम छरेर बसिरहनु भएको थियो कि ती लामो लामो दारी भएका नेपाली शहीदहरु नै हुन् भनेर, किनभने मलाई पनि त्यही लाग्थ्यो कुनै समय। तर च्याट जीपीटी डिपसिकका जमानाका जनताहरूलाई तपाईहरुले त्यति सजिलै उल्लु बनाउनु भने सक्नुहुन्न है। अब तपाईहरुले यो मनबाट निकालेर फाल्दिनुस् कि जनताहरूलाई सजिलै हामी उल्लु बनाउँछौं भनेर। खोज्ने बित्तिकै सबै विवरण आउँछ। लेनिन कहाँको? रसियाको। स्टालिन कहाँको? रसियाको। योगी आदित्यनाथको ब्यानर लिएर हिँड्ने व्यक्ति यदि पार्टीको कार्यकर्ता हो भने कारबाही गर्ने, पार्टीको कार्यकर्ता नभएदेखि जनतामा नग्याउने कुरा त उनीहरूले गरिसके। अनि तपाईहरुले त गर्वदेखि नै यिनै विदेशीको भजन गाउनुभयो, यिनैको प्रसाद खानुभयो, यिनैको वादमा हिँड्नुभयो, यिनैकै भक्ति गर्नुभयो, यिनैकै भजन गर्नुभयो, यिनैकै सपना देख्नुभयो, आफ्नो पार्टी कार्यालयमा पनि यिनकै मन्दिर बनाउनु भयो। अब मेरो प्रश्न तपाईहरुलाई, तपाईहरुले चाहिँ कसरी अब आफ्नो पार्टीभित्र रहेका विदेशीहरूलाई लखेट्नुहुन्छ? कसरी कार्ल मार्क्स, लेनिन, स्टालिनलाई तपाईं लखेट्नुहुन्छ? अब कसरी यी विदेशीहरूको विचारवादलाई परित्याग गर्नुहुन्छ? त्यो पनि तपाईहरुले बताउनु पर्यो।